फर्कसरको मनोवाद। के लत लाग्यो मलाई, कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ। साहित्यकार डाक्टर प्रदीप कुमार मैनालीले यो गीत त्यसै लेखेको होइन रहेछ। यो गीतको शब्द शब्दले मेरो भाव बोलेको छ। मेरो अन्तर्मनका वेदनालाई काव्यिक शैलीमा शब्दमा उनेर सङ्गीतले बुनेर तिलक सिंह पेलाले ऊ बेला त्यसै गाएको होइन रहेछ। डियर डोजर लभर, तिमीलाई नसम्झेको कुनै पल छैन। मेरा यी आँखा वरिपरि तिमीलाई तस्विरहरू नाचिरहेका छन्। तिमीले नबोली दुई हात बाँधेर बसेको, घरि तिल चामल जस्तै आधा फुलेको आधा कालो भएको दारी कन्याएको, त्यही दारी र जुङ्गाका रौँहरूले ढपक्क ढाकिएर भित्रपट्टि अलिअलि देखिने ओठ मुस्कुराएको, ओठभित्रका दन्ते लहर खोलेर हाँसेको, घरि कोट मिलाउँदै गरेको, ब्याउन लागेको भैँसी माउ जस्तै यताउति गरेर छटपटी गरेको मेरो आँखामै बसेको छ। खै के भएको थाहा छैन, तर मेरा यी नयनहरू खाली तिमीलाई नै खोजिरहन्छ। थाहा छ, आज तिमीलाई भेट्न र देख्न पाइन्छ भनेर कत्रो आशा बोकेर सदनमा छिरेको थिएँ। अघिल्लो दिन हेडमास्टरले क्लास लिइरहँदा सिनेमाको हिरो जस्तो जुरुक्क उठेर हावामा कोट स्वाट्ट उडाएर फनक्क फर्किएर राजेश हमाल जस्तै लम्किएर बङ्क हानेका थियो। त्यति बेला मलाई कस्तो नराम्रो लागेको थियो। कसले के कुरामा चित्त दुखायो होला मेरो मायालाई, कि कोहीसँग रिस उठ्यो, कि त पेट कटक्क काटेको हुनुपर्छ, या त तल्लो पेट दुखेको हुनुपर्छ, कि त मुड स्विङ भएको हुनुपर्छ, या अर्कै केही भएकै हुनुपर्छ। तर हुन चाहिँ केही पक्कै पनि भएकै थियो। यही कुरा सम्झेर अघिल्लो रात पनि निदाउन सकिनँ। लागेको थियो तिमीलाई एक कल गरौँ, फेरि अर्को मनले सोचे थाइट त्यस्ता नाथे गुइठे। फेसबुकमा तिमीलाई समर्पित गरेर स्टाटस लेखाउँदै पनि भयो। तर हिजो मलाई यु आर द बेस्ट भन्नेहरूले क्यु आर द बेस्ट भनेर उचितो काट्दै कमेन्ट गर्नेहरू सम्झिए। रात जसो तसो बिते पनि आज तिमीलाई भेट्ने रहर मनभरि उमङ्ग र उत्साह बोकेर सदनमा छिरेको थिए। सदनमा छिर्ने बित्तिकै त्यत्रा सयौं भिडमा मेरा नजर दौडिएर तिमीलाई खोज्न पुगे। स्टकोट लगाएको दारीवाला मान्छे देखे, तिमीलाई स्याङ्जा लैजान्छु भन्ने पनि देखिए, डेलिभरी दिन्छु भन्ने पनि भेटिए, कुखुराका चल्ला मर्दा रुने तर सुकुम्बासी मर्दा नरुने पनि देखिए, जेकी श्रापको थर्ड कपी गर्ने तिम्रा दबङ साथी पनि तोरी तेल लगाएर पिलित्त कपाल फर्काएर आएको पनि देखे। अग्ला उचा काला गोरा रामे श्यामी सब देखिए, तर तिमी देखिनौ। मेरो नजर दौडेर तिमी बस्ने सिटमा पुग्यो। चस्मा लाएर जेलले कपाल सिनित्त पारेर मोबाइल चलाइजे गरेर निदाउने तिम्रो अर्थशास्त्र सङ्कायको साथीलाई पनि देखे, तर तिमीलाई देखिन। मन हताश भएर आयो, मानव तिम्रो अनुपस्थितिमा म कोइरोको काग जस्तै, मडी हराएको नाक जस्तै अनि सुर खुस्किएको राग जस्तै भएँ। कक्षा कोठामा अरू साथीहरूले पनि तिमीलाई खोज्दै थिए, हल्लाखल्ला गर्दै थिए, चिच्याउँदै थिए। तर त्यत्रा भिडमा पनि तिमी नभएपछि मलाई शून्य लाग्यो। आँखा टट्याउन्जेलसम्म तिम्रो आगमन हुन्छ कि भनेर ढोकातिर हेरिरहे, तर तिमी आउने चालचुल केही थिएन। तिमी नआउने लगभग निश्चित भएपछि मलाई पनि त्यो कोठामा बस्नै मन लागेन। एकपटक जोडले चिच्चाए अनि तिमीलाई खोज्न उही तिम्रो पारामा फुत्त बाहिर निस्किए। तिमी जसरी अस्ति बाहिर हिँड्यौ, तिमीलाई देखिन्छ कि भनेर कहाँ कहाँ गइन। बैठक कोठामा गए, चमेना गृहमा पुगे, शौचालयमा हेरे। कहीँ नभेटेपछि तिमी त किङ जस्तो मान्छे, पक्कै पनि पार्किङमा होला भनेर पार्किङमा गए, त्यहाँ देखिन। जोन स्मोकिङमा होला भने त्यहाँ पनि भेटिन। बाटामा कुरा काट्नलाई केही थान केटाहरू बोम र माइक बोकेर बसेका रहेछन्। उनीहरूको अगाडि मैले के बोले के बरबराए थाहा पाइन। बाटामा दारी पालेका कालो कोट र चस्मा लगाएका सबैमा तिम्रो झल्को पाए। नजरहरू दौडाउँदा दौडाउँदा वैकुण्ठ मानन्दर भएछ, तर तिमीलाई मैले भेटिन। तिमीलाई देख्न नपाएर आकुल व्याकुल भएको मेरो मनलाई सान्त्वना दिँदै घर फर्किनु पर्छ भनेर लुरुक्क परेर ट्याक्सीमा छिरे। मनमनै सामाजिक सञ्जालमा पढेको एक हरफ याद आयो। बरु आना बच्चनको गोली, कति हिँड्छौ नबोली नबोली। ओहो, नबोली नबोली, नबोली नबोली, तिमीसँग नबोली दिनै ढल्दैन। दिन ढल्दैन, दिन ढले अँधेरी रातमा, यो मन्जले निष्ठुरीको यादमा। यादमा याद आ रहा है। यसरी मनले मनसँगै एकरो अन्ताक्षरी खेल्न थाल्यो। याद आ रहा है, हेबाट हे बोला माया एक वचन बोल, तिम्रै बोली छ मलाई अनमोल। यतिकैमा एक्कासी ट्याक्सी ड्राइभरले क्यासेटमा गीत बजायो। तिमी आउने बाटोमा फुल रोपिदिए, तिमी आएनौ। त्यसपछि उसको आफ्नो फेभरेट लिस्टबाट गीतहरू बस्दै गए। तिमी मसँग नबोल्ने अरे, बोला माया हृदय खोलेर,
तिमी आजभोलि किन बोल्दैनौ? लगातार गीत बजिरहेको थियो। यतिकैमा ड्राइभरले खै कता के थिचिन्छ कुन्नी एक्कासी गीत बज्न थाल्यो। राई माइलाले बैठक छोड्यो रे।